चितवन भरतपुर लगभग त्यो पुल्चोक भरतपुर अनि त्यो पुल्चोकको माथिबाट बसिरहेको गेस्ट हाउसमा। अब तपाईँको यो सरोजले जग्गा पास गरिदिन्छु भनेर मलाई बोलाएको थियो। आज 19 गते भइसक्यो, लगभग 9-10 दिन, भोलिदेखि 11 दिन जस्तो हुन्छ होला। 11 दिन हुन्छ। अब म जान लागेको छु, भोलि बिहान जाने हो। आज 19, भोलि 20 गते जाने हो। अब मेरो अनि उसले त्यो जग्गाको मान्छे भनेर फोन गर्ने मलाई फोन नम्बर दिएको थियो। उसलाई पनि फोन गरेको थिएँ। उसले पनि अब भोलि भन्दा उसले पनि चुनाउने जस्तो लाग्यो मलाई। त्यही कारण अब जान लागेको छु। अब मेरो लगभग अब 75 लाखले माथि भइसक्यो। 75 लाखले माथि भइसक्यो। आज 19 गते भनेपछि 9 दिन, 6000 को डरले 9 दिन मैले 9 दिन मैले तिर्नुपर्ने भयो। 9 दिन तिर्नु परेकोले अब 9 दिनको कति, अब 9 दिन 8 महिनाको ब्याज र 9 दिनको ब्याज गरेर जोडेर मैले तिर्नुपर्छ भाइरामलाई विनोदलाई। अब यसको पारा चाहिँ के, मलाई चाहिँ यहाँ जुलाउने, अर्काउने अनि मेरो चेक सिधाउने, चेकको डेट सिधाउने, त्यस्तो अवस्था रहेछ, विचार रहेछ। अनि यसो बुझ्ने खेलामा मान्छे केटाहरूको, साथीहरूको कुरा सुन्ने अवस्था, त्यो वरिपरिको कुरा सुन्ने अवस्थामा चाहिँ मैले चाहिँ यो कुरा चाहिँ जुलाउने नै जस्तो भएको कारण अब म जान लागेको छु। अब यस्तै हो, अब के गर्ने। अब दुःख पायो, तनाव भयो। मेरो 2.5 वर्ष लगभग 2 वर्ष लागेर मेरो न केही काम गर्न सक्यो। यो तनावले गर्दा न मेरो फ्यामिली राम्ररी जिउन सक्यो, न म राम्ररी जिउन सकेँ। के गर्ने। अब यसले धेरै धोका दियो मलाई। यस्तो धोका दिन्छ भनेर के, अनि यस्तो धोका दिने भएको त्यही बेलामा यताउता भएर यो गर्न सक्छु, यति गर्न सक्छु भनेर त्यो बेलामा पैसा फिर्ता दिएर म पनि भाइहरूलाई फिर्ता दिन्थेँ। ब्याज तिर्नु पर्दैन थियो। अब ब्याज तिर्नुपर्छ, तिर्छु भन्दा यो हालतमा बनाइदियो। अब मलाई अब त्यो जग्गा होइन, अब मेरो चाहिँ विचार, किनकि यहाँको जग्गाको 10-12 लाखमा त कट्ठाको पर्छ अरे। 3 कट्ठाको कति 30 लाख 40 लाख कति नै आउँछ होला मेरो विचार। मैले तिर्नु भनेर त्यहाँ त लगभग 75,000 भन्दा माथि तिर्नुपर्छ। 75 लाख भन्दा माथि तिर्नुपर्छ। त्यो ब्याजहरू यताउता गरेर अब उसले अब योभन्दा 8 महिना अगाडिसम्म उसले तिरिरहेको हो। तिर्न चाहिँ 1,80,000 डरले। ठिकै छ, अब के गर्छ, के हुन्छ, सरकारको नियम कानुन कस्तो छ मलाई अहिलेसम्म थाहा छैन। वकिल कहाँ गएको थिएँ। अनि वकिल सरले चाहिँ के भन्नुभएको थियो, त्यहाँ एउटा सरले चाहिँ चेक बाउन्स गर्यो भन्ने थियो। अनि फेरि काठमाडौँ र म फर्किने बेलाबाट अनि वडा अर्सीज्यू भेट्नुभयो। अनि त्यो भाइरामलाई पनि भेटेँ। भाइराम पनि अलिकति मैले चेक बाउन्स गर्ने बेलामा डरा जस्तो कुरा गर्यो। अनि फेरि मैले वडा अर्सीज्यूलाई भनेको थिएँ। अनि वडा अर्सीज्यू फेरि उता भेट्न गयो। उता भेट्न जाने बेलामा फेरि अब उता पनि अब बचाउँ जस्तो भयो। अब त्यही हिसाबमा मलाई चितवन पठाएको थियो वडा अर्सीज्यूले। अब मलाई त पहिल्यै थाहा छ, तर पनि अब म सरकारी हिसाबमा काम गर्नुपर्ने भइरहेको थियो। मैले वडा अर्सीको कुरा सुन्नुपर्ने बाध्यताले नि अनि म आएँ पनि अब दिन्छ कि भनेर अब एउटा त आश हुन्छ नि, दिएन, फर्किनु पर्यो। यति हो। यो रुम म कति 102 मा बसेको थिएँ। 102 कि 103 साबीमा होला। 102 नम्बर रुममा बसेको थिएँ।
यस्तो हुन्छ कि यस्तो हुन्छ ए यस्तो हुन्छ 102 बस्यो थिएँ। के गर्ने राख्यो बसेँ, पैसा पनि तिरेन। पैसा लगभग अलिक धेरै नै पैसा तिरेर म निस्किनु पर्ने भइरहेछ। त्यसले कति तिर थाहा छैन, खै 8-9 हजार भन्दै थियो। अब कति तिर, अब मेरो पनि लगभग 8-9 हजार, कति 10 हजार, कति तिर्नुपर्ने हुन्छ। अब पछि थाहा हुन्छ।